नमस्कार। जप्सिन हेटौडाको नयाँ श्रृङ्खलामा तपाईलाई स्वागत छ। म हुँ चन्द्र घलान। जप्सिन हेटौडाको आजको श्रृङ्खलामा पनि मैले जागिरसँग सम्बन्धित सूचनाहरूलाई तपाईको लागि लिएर आएको छु। जप्सिन हेटौडा प्राविधिक ज्ञान युट्युब च्यानलबाट अहिले तपाईले हेर्दै हुनुहुन्छ। योभन्दा अगाडि मैले व्यक्तिगत च्यानलबाट योसँग सम्बन्धित भिडियोहरू हाल्ने गरेको थिएँ र जागिरसँग सम्बन्धित सूचनाहरू कसरी पाउने त्यो साँच्चै सही हो कि होइन, किनभने आजभोलि धेरै जागिरसँग सम्बन्धित सूचनाहरू फेक आउँछ, मानिसलाई ठग्ने त्यस्तो पनि भइरहेको छ। तर कसरी तपाईँ सूचना सही रूपमा पठाउन सक्नुहुन्छ र यहाँ पठाएका सूचनाहरू कसरी तपाईँले अप्लाई गर्न सक्नुहुन्छ, म यो भिडियोमा जानकारी दिनेछु। तपाईँ कसरी हाम्रो फेसबुक ग्रुप जप्सिन हेटौडामा वा फेसबुक पेज जप्सिन हेटौडामा सूचनाहरू पठाउन र पाउन सक्नुहुन्छ, कर्मचारी आवश्यकता सम्बन्धी सूचना कसरी पाउने भन्ने विषयमा म यो कार्यक्रमको अन्त्यमा तपाईलाई बताउनेछु। अहिलेलाई भने जागिरसँग सम्बन्धित केही सूचनाहरूबाट आजको एपिसोडलाई सुरु गरौँ। जागिरसँग सम्बन्धित सूचना रहेको छ कमाने एकाडेमीको लागि। यहाँ चाहिँ आर्ट टिचरको आवश्यकता परेको छ। यदि तपाईँ आर्ट टिचरको रूपमा काम गर्न चाहनुहुन्छ भने तपाईँले कमाने एकाडेमीमा सिधै हेटौडा 8 कमानेमा गएर यो स्कुलमा सम्पर्क राख्न सक्नुहुन्छ, अथवा 057 41 29 77 अथवा 98 550 51 166 मा पनि तपाईँले फोन गरेर थप जानकारी लिन सक्नुहुन्छ। जागिरसँग सम्बन्धित यो सूचना रहेको छ लिटल बडी इन्टरनेसनल प्री स्कुलको लागि यहाँ टिचर आवश्यकता परेको छ। यो चाहिँ अर्जेन्टली आवश्यकता परेको हो। त्यसैले तपाईँ प्री स्कुल टिचरको रूपमा काम गर्न चाहनुहुन्छ भने लिटल बडी इन्टरनेसनल प्री स्कुलमा सम्पर्क गर्न सक्नुहुन्छ र 2 वर्षको एक्सपिरियन्स हुनुपर्छ। त्यसैगरी हेटौडा र बिरगन्जको लागि हो। तपाईँ बिरगन्जमा पनि लिटल बडीको स्कुल छ, त्यहाँ पनि सम्पर्क गर्न सक्नुहुन्छ र हेटौडामा पनि सम्पर्क गर्न सक्नुहुन्छ र स्यालेरी सँगसँगै अन्य सुविधाहरू पनि रहेको छ। यदि तपाईँ यहाँ काम गर्न चाहनुहुन्छ भने तपाईँमा गुड कम्युनिकेसन स्किल हुनु पर्यो, प्रेजेन्टेसन स्किल पनि हुनु पर्यो, एकाडेमिक ट्रेनिङ छ भने अझै राम्रो हुनेछ र इङ्ग्लिसमा तपाईँ फ्लुएन्टली बोल्न सक्ने हुनुपर्छ र तपाईँले यहाँ सिधै रिज्युम पठाउन सक्नुहुन्छ अथवा फोन पनि गर्न सक्नुहुन्छ। तपाईँले फोन नम्बर पनि स्क्रिनमा देखिरहनु भएको छ लिटल बडी इन्टरनेसनल प्री स्कुलमा। जागिरसँग सम्बन्धित अर्को सूचना मैले लिएको छु समृद्ध समाज राष्ट्रिय दैनिकबाट। यस पछाडिका अन्य सूचनाहरू पनि मैले समृद्ध समाज राष्ट्रिय दैनिक जुन हेटौडाबाट प्रकाशित हुन्छ त्यहाँबाट लिएको हुँ र यहाँ श्री टङ्केश्वर आधारभूत विद्यालय बागमती गाउँपालिका 1 करौँजे मकवानपुरमा शिक्षक आवश्यकतासँग सम्बन्धित सूचना रहेको छ। निमावि तहको हो, सङ्घीय अनुदान शिक्षक, विषय चाहिँ गणित, आवश्यक सङ्ख्या 1, परीक्षा दस्तुर 1500 रुपियाँ लाग्नेछ। शैक्षिक योग्यता चाहिँ मूल विषय गणित लिएर प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्छ। 18 वर्ष पुरा भएर 40 वर्ष ननागेको पनि हुनुपर्छ र दरखास्त दिने अन्तिम मिति चाहिँ 2082 वैशाख 24 गते कार्यालय समयभित्र तपाईँले त्यहाँ आवेदन दिन सक्नुहुन्छ। छनौटको किसिम चाहिँ लिखित तथा अन्तर्वार्ता आवश्यकता अनुसार प्रयोगात्मक समेत हुन सक्नेछ। तपाईँ थप जानकारीको लागि सम्पर्क राख्न सक्नुहुन्छ श्री टङ्केश्वर आधारभूत विद्यालय बागमती गाउँपालिका 1 करौँजे मकवानपुर। मोबाइल नम्बर रहेको छ 98 40 84 93 81 वा 98 64 84 82 22 मा तपाईँले फोन गर्न सक्नुहुन्छ। जागिरसँग सम्बन्धित यो सूचना पनि हामीले समृद्ध समाज राष्ट्रिय दैनिकबाट लिएका हौँ र यहाँ श्री सरस्वती बाल बोधिनी माध्यमिक विद्यालय इन्द्र सरोवर गाउँपालिका 1 मार्खु मकवानपुरको लागि शिक्षक आवश्यकता रहेको छ। यो सूचना वैशाख 11 गते प्रकाशित भएको हो। पद रहेको छ 1 जना शिक्षक, तह प्रावि राहतमा, उमेर 18 वर्ष पुरा भई 40 वर्ष ननागेको हुनुपर्छ। शैक्षिक योग्यता चाहिँ प्रवीणता प्रमाणपत्र 10+2 वा सो सरह उत्तीर्ण भएको हुनुपर्छ। तलब स्केल चाहिँ नेपाल सरकारको प्रचलित नियमअनुसार हुनेछ। आवेदन दस्तुर चाहिँ 1000 रुपियाँ रहेको छ। परीक्षाको किसिम शिक्षा सेवा आयोगले निर्धारण गरेको पाठ्यक्रम अनुसार लिखित र मौखिक हुनेछ र तपाईँले थप जानकारीको लागि सम्पर्क गर्न सक्नुहुन्छ। दरखास्त दिने अन्तिम मिति चाहिँ 2082 वैशाख 24 गतेसम्म हो। थप जानकारीको लागि सम्पर्क गर्न सक्नुहुन्छ श्री सरस्वती बाल बोधनी माध्यमिक विद्यालय
इन्द्र सरोवर गाउँपालिका 1 मार्खु मकवानपुरमा फोन नम्बर 98550 89273 अथवा 98452 90273 मा फोन गर्न सक्नुहुन्छ। जागिरसँग सम्बन्धित यो सूचना पनि समृद्ध समाज राष्ट्रिय दैनिकबाटै लिएको हुँ र यहाँ सञ्जीवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौँडा 5 पिप्लेमा कर्मचारी आवश्यकतासँग सम्बन्धित सूचना रहेको छ। सूचना प्रकाशित भएको हो वैशाख 11 गते। पद चाहिँ सहायक तेस्रो रहेको छ। यो खुला प्रतिस्पर्धाबाट छनौट गरिने भएकोले तपाईले सम्पर्क गर्न सक्नुहुन्छ। सेवाको किसिम चाहिँ करार हो। शैक्षिक योग्यता व्यवस्थापन संकायमा कक्षा 12 वा 16 उत्तीर्ण, कम्प्युटर सम्बन्धी ज्ञान भएको तथा सहकारी सम्बन्धी तालिम तथा अनुभव भएको हुनुपर्छ। उमेर 18 वर्ष पुरा भई 40 वर्ष ननागेको। दरखास्त शुल्क चाहिँ रु 500 रुपैयाँ रहेको छ। सेवा शर्त र सुविधा सम्झौता अनुसार हुनेछ। दरखास्त दिने अन्तिम मिति 2082 वैशाख 25 गते र त्यो अन्तिम दिनमा यदि सार्वजनिक बिदा पर्यो भने त्यसको भोलिपल्टसम्म तपाईँ यहाँ आवेदन दिन सक्नुहुन्छ। थप जानकारीको लागि तपाईँले फोन गर्न सक्नुहुन्छ सञ्जीवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौँडा 5 पिप्ले फोन नम्बर 057 525 952 अथवा 98550 75 156 मा फोन गर्न सक्नुहुन्छ। आदरणीय दर्शकबिन, आजको सूचनाहरू पाएर तपाईले पक्कै पनि आवेदन दिने बारेमा सोच्नु भएको छ होला। यो भिडियो हेरेपछि अझ विशेष गरी कहिलेकाहीँ साथीहरूले भिडियो नै नहेरिकन कर्मचारी कहाँ खोजेको हो, के गर्नुपर्छ भनेर पनि सोध्नुहुन्छ। तर विशेष गरी मैले भिडियोमै बताएको छु कर्मचारी कहाँ माग गरिएको हो र तपाईले कसरी सम्पर्क गर्न सक्नुहुन्छ। र जब्स इन हेटौँडा यो युट्युबमा तपाईले हेरिरहनु भएको छ र यो मैले स्वतस्फूर्त रूपमा तपाईलाई मद्दत मिलोस् भनेर सञ्चालन गरेको कार्यक्रम हो। मेरो कुनै जब सेन्टर छैन, त्यसैले मैले जागिर लगाइदिने वा जागिर लगाउनको लागि कमिसन लिने, पैसा लिने त्यस्तो के काम मैले गर्दिनँ। त्यसैले कृपया तपाईले सूचना पाउनुभयो, सूचना पाइसकेपछि आफै गएर अप्लाई गर्न सक्नुहुन्छ। र कसैले तपाईलाई यो जागिर लगाइदिन्छु अथवा मेरो नाम लिएर पनि तपाईलाई जागिर लगाइदिन्छु भनेर पैसा लिन खोज्छ भने कृपया नदिनुहोला, तपाईँ ठगीमा पर्न सक्नुहुन्छ। त्यसैले सचेत रहनुहोला। जागिरसँग सम्बन्धित सूचनाहरू तपाईले फेसबुकमा जब्स इन हेटौँडा भन्ने फेसबुक ग्रुप छ, मैले त्यसको लिङ्क तल भिडियोको तल पनि राखिदिएको छु र फेसबुक पेज जब्स इन हेटौँडा पनि रहेको छ। www.jobsinhetona बाट पनि तपाईले जागिरसँग सम्बन्धित सूचनाहरू पाउन सक्नुहुन्छ। त्यहाँ तपाईले जागिरसँग सम्बन्धित सूचना पोस्ट गर्न पनि सक्नुहुन्छ। कर्मचारी यदि खोज्दै हुनुहुन्छ भने अथवा जागिर खोज्दै हुनुहुन्छ भने पनि पोस्ट गर्न सक्नुहुन्छ। तपाईको यदि फेक होइन रियल हो भने मैले अवश्य पनि अप्रुभ गर्नेछु र फेक पोस्टहरूलाई चाहिँ म डिक्लाइन गर्नेछु, ब्यान पनि गर्नेछु। त्यसैले सही पोस्ट मात्रै हालिदिनु होला। तपाईलाई यो भिडियो कस्तो लाग्यो, राम्रो लागेको छ भने कृपया लाइक, कमेन्ट र सेयर गर्न नभुल्नुहोला। र यस्तै भिडियो र प्रविधिसँग सम्बन्धित भिडियोको लागि यो च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोस्।